छोरा, तिम्रो आमा आजकल कमजोर भएकी छिन्। मुख हेर्न मात्र भए पनि छिट्टै आइज। अमृतले आफ्नो जेठो छोरा वरुणलाई अमेरिकामा फोन गरेर भने, बाबा म अहिले अमेरिका छु, यसबेला आउन सक्दिन। बरु हजुरले रुद्रलाई जापान फोन गर्नुहोस्। वरुणको असमर्थ जनाउँदै सुझायो। हस् छोरा, खुसी रहनु। अमृतले फोन राखेर जापानमा फोन लगाए। हजुर बाबा सन्चै हुनुहुन्छ? उताबाट रुद्रले बाबाको हालचाल सोध्यो। बुढालाई खुसी लाग्यो। जेठो छोरा आउन नसके पनि कान्छो त अवश्य आउँछ भन्ने लाग्यो। छोरा, मलाई त ठिकै छ, तर तिम्रो आमा। बुढा बोल्दा बोल्दै भावुक भए। के भयो र आमालाई? रुद्रले चिन्ता व्यक्त गरे। छोरा, तिम्री आमा अस्पतालमा छिन्, दिन गन्दै छिन्। कुन बेला सास रोकिन्छ थाहा छैन। तिमी छिट्टै आऊ छोरा। दिदी बहिनीहरू पनि आउन मानेनन्। तिम्रो दाइले पनि असमर्थता जनायो। जसरी भए पनि घर आऊ। अन्तिम पटक आमाको मुख हेर्न। अमृत फोनमै ग्वा ग्वा रुन थाले। बाबा भयो, नरुनुहोस्। हजुर रोएर पनि आमा बाँच्नुहुन्न। म आएर पनि आमालाई केही फरक पर्दैन। म टाढा जापानमा छु, छुट्टी मिलाउन समय लाग्छ। रुद्रले बाबालाई सम्झाउन थाल्यो। त्यसो भए तिमी पनि आउँदैनौ त बाबु? अमृतले आँसु पुस्दै भने। म आमाको अन्तिम संस्कारको लागि केही पैसा पठाइदिन्छु बाबा। म अहिले आउन सक्दिनँ, तर पछि आउँछु, रुद्रले भन्यो। भयो छोरा, पैसा पनि चाहिँदैन, तिमीहरू खुसी रहनु, त्यही भए पुग्छ। अमृतले फोन काटेर थच्च बसेर दुवै हात टाउकोमा राखेर ग्वा ग्वा रुन थाले।